नमस्कार। सत्य, तथ्य र निष्पक्ष देश दुनियाँका ताजा खबरहरूको अपडेट्स कुकु हाइलाइट्समा स्वागत छ। म कोकिल पौडेल। कुकु हाइलाइट सुरु गरौं। केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमालेको अध्यक्षमा निर्वाचित। यो खबरबाट एमालेको 11औं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ। ओली 1079 मतले विजयी हुनु भएको हो। उहाँले 1663 मत ल्याउनु भयो भने उहाँका प्रतिस्पर्धी ईश्वर पोखरेलले 564 मत प्राप्त गर्नुभयो। पूर्व महासचिव समेत रहनुभएका पोखरेल अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रनु भएको हो। यसअघि ओली काठमाडौँमा 2071 सालमा सम्पन्न 9औं महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित हुनु भएको थियो। त्यसपछि 2078 सौराहा महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो। 2065 सालमा बुटवलमा आयोजित 8औं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनु भएको थियो। 11औं महाधिवेशनको निर्वाचनमा 2227 मत खसेको थियो। 11औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार 36 जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए। नेकपा एमालेको 11औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन्। पदाधिकारीको अधिकांश पदमा ओली पक्षका उम्मेद्वार विजय भएका छन्। उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, विष्णु प्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी हुनु भएको छ। त्यस्तै महासचिवमा शंकर पोखरेल विजयी हुनु भएको छ। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी हुनु भएको छ। सचिवमा महेश बस्नेत, पद्मकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यमलाल कणेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित हुनु भएको छ। उच्च अदालतको बुटवल इजलासले आज रवि लामिछानेलाई बिगो र धरोटी बापतको बैंक ग्यारेन्टी पेश गरेमा थुनामुक्त गर्न आदेश दिएको छ। आदेश अनुसार बैंक ग्यारेन्टी बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्। जिल्ला अदालत रूपन्देहीका एक अधिकृतका अनुसार लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा गर्नुपर्छ। पहिलो उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रूपन्देहीमा पुग्नुपर्छ। अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ। दोस्रो आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दाम शाहीको रकम र धरोटीको बैंक ग्यारेन्टीको रुजु गर्नेछ। त्यसपछि जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ। तेस्रो चाहिँ चिठी पठाएपछि कारागार प्रशासनले रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीमा बुझाउनेछ। बिहिबारको आदेश अनुसार त्यहाँ उपस्थित भएर उहाँले पछि फैसलामा ठहरे बमोजिम बिगो र जरिवाना बुझाउन मन्जुर छु भन्ने बेहोराको कागजमा सही गर्नुपर्छ। त्यसपछिको प्रक्रियाबारे ती अधिकृतले भने त्यो कागजमा हस्ताक्षर गरेपछि उहाँ तारिख लिएर कारागारबाट बाहिर जानुहुनेछ। सरकार र जेएनजी-बीच गत मङ्सिर 24 गते भएको 10 बुँदे सम्झौता विरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। सोही रिट निवेदनमाथि शुक्रबारका लागि पेशी तोकिएको हो। अधिवक्ताहरू सुदीप भण्डारी, रोहित ओझा र सरोज कटेल सहित कानूनका विद्यार्थी आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीले आज उक्त सम्झौता संविधान विपरीत रहेको दावी गर्दै रिट दायर गरेका हुन्। रिट निवेदनमा संघीय तथा प्रदेश सरकारका प्रमुखहरूले अधिकतम 2 कार्यकाल मात्र पदमा रहन पाउने जस्ता प्रावधान सम्झौतामा समेटिएको उल्लेख गर्दै ती व्यवस्था नेपालको संविधान तथा राजनैतिक दल सम्बन्धी प्रचलित ऐन कानूनको मर्म स्पष्ट व्यवस्थासँग प्रत्यक्ष रूपमा बाझिने र असंवैधानिक हुने जिकिर गरिएको छ। त्यस्तै निर्वाचन मार्फत जनताको म्यान्डेट प्राप्त नगरेको अन्तरिम सरकारले दीर्घकालीन र दूरगामी प्रभाव पार्ने प्रकृतिका राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नराख्ने स्पष्ट रूपमा उल्लेख गरिएको छ। कार्यपालिकाले सडक दबाव र आन्दोलनको नाममा संविधानको सीमाभन्दा बाहिर गएर निर्णय गर्दा मुलुक अराजकता र स्थिरतातर्फ धकेलिएको दावी समेत रिटमा गरिएको छ। कुकु हाइलाइट्समा अब आर्थिक समाचार। आज नेपाली बजारमा सुन चाँदीको भाव बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाव प्रति तोला 2,60,400 रुपियाँ तय गरेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा 700 रुपियाँ बढी हो। अघिल्लो दिन 2,59,700 रुपियाँमा सुनको कारोबार भएको थियो। यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रति तोला 2,60,700 रुपियाँ पुगेको रेकर्ड छ। चाँदी आज तोलामा 25 रुपियाँ बढेसँगै नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रति तोला 4,055 रुपियाँमा चाँदीको कारोबार भएकोमा आज 4,080 रुपियाँ पुगेको हो। 2 दिन यता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ। कुकु हाइलाइट्समा अब खेल समाचार। भारत र दक्षिण अफ्रिका बीच लखनऊमा तय भएको चौथो टी20 क्रिकेट म्याच कुहिरोका कारण रद्द भएको छ। घना कुहिरोका कारण अम्पायरले खेल रद्द गर्ने निर्णय गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। यो निर्णय लिनु अघि उनीहरूले टस गर्ने समय सार्दै 6 पटकसम्म मैदान निरीक्षण गरेका थिए। अन्ततः उनीहरू खेल खेलाउन नसकिने निष्कर्षमा पुगे।
5 टी20 क्रिकेट म्याचको यस सिरिजमा भारत 2-1 ले अगाडि छ। पाँचौं तथा अन्तिम म्याच शुक्रबार अहमदाबादमा खेलाइनेछ। अन्तिम म्याचमा पाहुना टोली अफ्रिकालाई बराबरी गर्ने मौका छ। आयोजक भारतीय टोलीलाई भने 3-1 ले सिरिज जित्ने अवसर छ। कुकु हाइलाइट्सको अन्त्यमा अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको सेनाले सीमा क्षेत्र पेइपेट स्थित क्यासिनो हबमा आज बम प्रहार गरेको कम्बोडियाको रक्षा मन्त्रालयले जनाएको छ। यस क्षेत्रमा दुई पक्षबीच विगत केही समयदेखि झडप चलिरहेको छ। थाइल्याण्डले हालसम्म आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। यस महिना दुई छिमेकीहरू बीचको नयाँ लडाईँले थाइल्याण्डमा कम्तीमा 21 र कम्बोडियामा 17 जनाको ज्यान जानुका साथै 8 लाख विस्थापित भएको अधिकारीहरूले बताएका छन्। उपनिवेश कालदेखिको सीमा विवाद र सीमा क्षेत्रको प्राचीन मन्दिरका भग्नावशेषमाथिको स्वामित्व विवादलाई लिएर दुई देश लडाईँमा उत्रिएका छन्। कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार डिसेम्बर 7 मा लडाईँ सुरु भएता थाइल्याण्डले कम्तीमा 4 क्यासिनोहरूमा आक्रमण गरेको छ। हवस् त, यिनै खबरहरूसँगै कुकु हाइलाइट्स आजलाई यति नै। अर्को हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। कोकिल पौडेल बिदा हुन्छु। नमस्कार।